विनयले यो लाएर गरेको थियो गाइज होइन लाइक यो कालो लुगाहरू सबै यस्तो भएछ हजुर यस्तो गर्नु थिएछ न यो ताना न यो हजुर त्यही त उयो भित्र लगाएको यति नै हो यो मुनि लगाऊ तारा भाइले पकाएको दामी भएछ तारा धन्यवाद तिमीलाई तिमीले बुढी चाहिँ खतरा पाल्ने रहेछौ यार यस्तो मिठो पकाएछौ को हुनेवाला हो जो आए पनि ताराले राम्रोसँग हेर्नु सक्ने रहेछ राम्रोसँग मिठो मिठो पकाएर खुवाउनु सक्ने रहेछ है अलिक मजाले मस्का है गुलियो गुलियो रहेछ आज भिनै कति भइसक्यो 1 भइसकेछ यार हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर लङ टाइम होइन आफ्टर 1 विक आज हामी चाहिँ हेरिसबर्गमा छौँ होइन गाइस साकेला मेरील्यान्डको नाच्नुको लागि ट्याक्कसँगले हेरिसबर्गमा आएको छौँ बट पानी परेर अलिकति यो भयो हिजो हामी क्लिभल्यान्डदेखि 3 बजीतिर हिँडेको थियौँ होइन 3 बजीतिर हिँडेर अनि हामी हेरिसबर्गमा लगभग 10 बजीतिर आएको थियौँ अनि हिजो खानासाना खायो सुत्यो होइन अनि उठ्यो अनि त्यही भएर आजको प्लान चाहिँ हाम्रो बाहिर घुम्नेतिर जानेतिर थियो त्यो आज प्लान सक्सेस नहोला जस्तो छ गाइज होइन आज हामी घरमै चडक्कसँगले के हुन्छ होइन यसो खानापिनाहरू बनाएर आजको भिडियो चाहिँ म त्यही तपाईँहरूलाई बनाउँछु होइन हामी त्यही हो आज रमाइलो गर्नुपर्छ होइन हेर्दै गर्नु होला गाइज जे होस् सबैजना सन्चै हुनुहुन्छ होला जे होस् रमाइलो भइरहेछ आज चाहिँ यहाँको शनिबार त्यही हो हामी आज चाहिँ एकछिन यहीँ घरमै रमाइलो गर्छौँ होइन यहाँ कस्तो हुनेछ के हुनेछ दिनभरि कामहरू त्यो चाहिँ अहिले भरेतिर भिडियो बनाउँछ है त गाइज सो गाइज हेयर इज विनय हेलो भन्दै विनय हेलो सो आज हामी दिनभरिको काम चाहिँ आउटसाइडको चाहिँ साह्रो अलिकति वेदर राम्रो छैन त्यही भएर ताराले हेयर इज कुकिङ गर्दैछ यो के बनाएको तारा सुँगुर गर्छ हो तारा हेलो ताराले यहाँनिर स्पेसल तरकारी बनाउँदैछ यही खाने हो स्पेसल यो के भन्दैछ आलु डरेन यो त ट्याक्क यो बनाउँदैछ होइन आज कुकिङ हो तारा अनि सो गाइज आज आउटसाइडको वेदर चाहिँ हेरिसबर्गको चाहिँ केही छैन पानी परिरहेछ हो यहाँदेखि चाहिँ म निस्किनु ग्यारेजमा छु होइन पानी यस्तो परिरहेछ अलिक मजा छैन कि खतरा ग्यामरहरू छ केटाहरूले गोल हान्नुपर्छ केटा सो गाइज अहिले हामी ग्यारेजमा कुकिङ गर्दैछौँ बाहिर पानी परेछ सो गाइज अहिले चाहिँ विनयले मलाई बाहिर लाँदैछ सो हामी आउनुको ब्याग छाता छैन छाता भन्दै हुन्छ होइन सो गाइज पानीमा हामी निस्क्यौँ तर यताको घरहरू चाहिँ क्या स्पेसल तर अलिकति भिडियो गर्नु चाहिँ अलिकति राम्रो घरहरू निकाल्नु राम्रो हुँदैन तर दामीको छ भिडियो खै जाडो रहेछ यार यहाँ चाहिँ एकदम जाडो छ जे होस् अनि विनय आज हामी के गर्छौँ दिउँसो यसो होइन रमाइलो गर्छौँ होला नि होइन 4 बजी मेरील्यान्ड जान्छौँ हामी 4 बजी मेरील्यान्ड अनि अरू यहाँ केही कुकिङ गर्ने केही छैन प्लानहरू सब्जी बनाउँछ होइन हामी त्यो सुँगुरको अचार अनि के बार्बेक्यू गर्ने भने तर पानी परेर नगर्ने त्यो भएन भोलि आइकन साकेलादेखि चाहिँ गर्ने त्यही हो आज हाम्रो चाहिँ त्यो कुकिङ ब्लग अनि खाएको ब्लग आज आउने भयो आजको दिन चाहिँ अनि भरे मेरील्यान्ड जान्छौँ बेलुका कसले गोल हान्यो रोजनले गोल हान्यो कसले हो जापान भर्सेस ब्राजिल अहिले भात खाएको हाल्नुपर्छ अलि भात खाएको हेर्नु लगाइस हामी कसरी खान्छौँ सो गाइज अहिले हामी चाहिँ यहाँनिर गाडीमा छौँ अनि विनय र म चाहिँ आज लन्ड्री विनय यहाँ छ लन्ड्री जाँदैछौँ अनि ग्यास पनि हाल्नुपर्ने छैन यो चाहिँ हाम्रो मिस्टी रेन्टको गाडी हो सडक्क नयाँ राम्रो छ
फिचरहरू देखाइदिनु अन्त सबै छ feature। यसको यहाँनिर होइन लाइक त्यो यो बटाएर त यो लाइक हाम्रो यो नर्मल होइन यो उयसको लागि यो स्नो दिस इज स्नो अहिले कुन थियो नर्मलमा लगाऊ है त्यही यो इको फ्रेन्डली यो पनि राम्रै हुन्छ तर नर्मल फिचरहरू दामी छ अनि त्यहाँदेखि यहाँ कार प्ले पनि हुन्छ तर अहिले रोजनको कनेक्ट भएको छ होइन दामी छ मिसिबिसीको लोगो भयो यहाँनिर लाइक गाडी हाइवेमा यसको ओन उयो छ म्यापहरू म्यापमा यहाँनिरसँग त्यो रहेछ ए डे सिफ्टको नाइट सिफ्टको नाइसकै लगाउनु अलिक सजिलो हुन्छ त्यो त ट्रेकिङ गरेर सो अहिले हामी चाहिँ लन्ड्रीमा जान्छौँ एकछिन भिन्नैले क्यामेरा चाहिँ होल्ड गर्छ होला होइन त्यहाँदेखि क्यामेरा पनि होल्ड गर ल तिमी ब्राइटनेस यसरी गरेर हुँदो रहेछ नाइट मोडमा लाउँदा नि हुन्छ सो अब हामी चाहिँ पहिला कहाँ जान्छौँ पहिला ग्यास स्टेसन जान्छौँ ल सो ग्यास स्ट्यान्ड नियरमी ग्यास स्ट्यान्डलाई पहिला लगाउनु पऱ्यो त्यो गर्दा स्विच हुन्छ त्यो त यो बाङ्गीको छ त के क्यामेरा त्यस्तै हो क्या क्यामेरा होइन क्यामेरा होइन यो गाडी हानेको ए तौली तौलेर ए आए मलाई बिनेले तौला छोडिराखेर रहेछ मेरो होइन त्यो अहिले त्यही त मेरो हो नि त तिमीले छोडिराखेर गइ लिएर जति दाले बेच्नु भएको छ म गर्छु जति दाले सो अब हामी लागौँ यहाँनिर थिचेर एकचोटि गर त बिना सो गाइज अहिले हामी चाहिँ ग्यास स्ट्यान्डमा आयौँ बिना खोलिँदो रहेछ ल म गाडी स्टप गरेँ गाडी स्टप गरेँ ल सो गाइज अब हामी चाहिँ यहाँनिर ग्यास लाउनु पर्ने अवस्था भयो होइन ग्यास लगाउने हो लगाउ न ल पे गर म ग्यासको पे गरिदिन्छु अनि उयसमा लेख्छु यो फोटो खिचिराख्नु क्या गर त सो गाइज ग्यासको प्राइस चाहिँ यहाँनिर रेगुलरको कति रहेछ रेगुलरको 455 रहेछ यहाँ तेल हाल्नुपर्ने छ यसको चाहिँ छिटेर गर्ने हो कसरी खोल्छ यो चाहिँ यस्तो खोलिने होइन यस्तो ट्यापले सजिलो रहेछ सो यहाँ बिनाले पे गर्दैछ यहाँनिर अब त पानीले त भिजाएर मानेछ त जहाँ मान्थे म यहाँ जस्ट वेट गरेको तिमीलाई सो बिनाले यहाँनिर पे गर्दैछ ट्याक्कसँगले ग्यास यहाँ हालिसकेर त्यसपछि हामी लन्ड्री जान्छौँ तर जाडो चाहिँ ओभर जाडो छ यार यतिखेर क्या गर्मी हुनुपर्ने घाम लागेको भए क्या मजा आउँथ्यो यार भयो ए पल्पी हुँदैन कार लगाऊ न कार छैन हामी घरमै छोडेछौँ भित्र मेरोबाट भित्र पे गर्ने त्यसो भने भित्र यसको कति जान्छ जस्तो लाग्छ कति लाउने सबै फुल लाउने भन न होइन कति $60 को लगाउने भन न तिमी भित्र गएर आउँछौ कि म पनि जानु 60 को लगाऊ न अब त्यो सानो गाडीमा 40 को लाग्छ झन् ठुलोमा पानी परेर हैरान छ गाइज अब हामी चाहिँ यहाँ एप्पल पे नहुने रहेछ भित्र पे गर्नु गएछ भित्र पे गर्नु जाँदैछौँ है भित्र पे गरिसक्ने अनि त्यहाँदेखि आएर लगाउने ल गाइस अहिले यति नै फेरि अनि अब यहाँनिर भित्र पे गरिसकेको छौँ यस अनि यो थियो त रेगुलर हामी रेगुलर होइन हजुर यस्तो गर्नु थिएछ न यो ताना न यो हजुर त्यही त उयो भित्र लगाएको यति नै हो यो मुनि लगाऊ सकेट लगाऊ न सो गाइस हामीले $60 को गरेको छौँ $4 भयो गाडीमा गएर बस्छौँ जाडो भयो भित्र चाहिँ ओइ हामी ट्राई गर्न आँटेको के ट्राई गर्नु लागेको बिना देखाऊ एन्ड चिज एम्पनाडा बिफ एन्ड चिज एन्ड पनापा है के हो यो त फुल जस्तो छ त हौ हामीले ट्राई गर्नु लागेको ग्यास स्ट्यान्डमा आएर है गाइस ग्यास स्टेसन फुड हामी त जङ्क फुड हो नि हजुर जङ्क फुड हो नि फ्राई गरेको हुन्छ त्यहाँ फ्राई गर्दा
better. मासु खोइ खै पाउँछ अलि छ Look at the guys. दामी रहेछ मिठो अलि भोक लागेको ग्यास्ट्रिक हुन्छ होला यस्तो हो त अन्त खाँदा हुन्छ हामी नभएको नि 2 मिनेट चाहिँ लाग्छ होला भरे नि 1 मिनेट भन्दा कम्ती लाग्छ ए $60 त गइसक्यो अलरेडी अरे भयो जाऊ गएर फोटो खिच्दा ल भएको छैन भयो कति ग्यालन 13 ग्यालन $60 को 13 ग्यालन लाग्दो रहेछ यिनीहरू होइन सस्तो रहेछ म क्लिपडाउनमा जस्तो रहेछ यहाँहरूसँग पनि ग्यासहरू चाहिँ प्राइसहरू चाहिँ अब लागिसक्यो हाम्रो 13 ग्यालन लाग्यो यो गाडी ठुलो पनि छ $60 को लाग्यो अब हामी कहाँ बिना लन्ड्री हजुर लन्ड्री एड्रेस हो गाइज अब लन्ड्री जान्छौँ हामी ल लन्ड्री गएर त्यहाँनिर एकछिन देखाउँछौँ त्यहाँदेखि यही बाटो निस्क्यौँ होइन अनि त्यो ट्राफिकदेखि यता राइट जाउँ ल गाइस लुक एट दैट होइन बाहिर पानी पऱ्यो यस्तो छ यो हालत बिजोग छ नि हौ अहिले हामी लन्ड्री पनि आइसक्यौँ केटाहरूले गाडी चाहिँ यस्तो मेस्तो बनाइरहेछ होइन लन्ड्री चाहिँ यो रहेछ हाम्रो यहाँको सो अब लन्ड्रीमा लुगा सुगा हालेर आज हामी बिनेले हाल्दैछ लुगा त्यही हो कति डलर रहेछ यो गर्नुको लागि त्यो यस्तो रहेछ होइन यहाँनिर लुगा हालेर यताको चाहिँ सुकाउने सबै रहेछ आज बस्ने हो यता अब लन्ड्री सन्ड्री हालेर लु बिने हाल म चाहिँ बस्छु यहाँनिर लन्ड्रीमा अब लुगा हालिसकेर अलिक पुस्नु पर्ने रहेछ मलाई लन्ड्रीमा लुगा सुगा हालेर एकछिन पर्खिन्छु कति मिनट लाग्छ लगभग 20-25 मिनट 30 मिनट समथिङ लाग्छ होला त्यस पछाडि घरमा जान्छौँ खानासाना खाएर त्यस पछाडि के गर्ने मेरील्यान्डतिर लाग्छु मलाई होइन गाइस लाइक यहाँनिर हेरिसको नि लाइक बाटोहरू चाहिँ कस्तो हुँदो रहेछ भने लाइक अलिकति नेपालको टाइपको क्या डाँडा काँडा टाइपको अनि त्यहाँदेखि लाइक ओह्रालो उकालो हुँदो रहेछ अनि घरहरू चाहिँ क्या ठुलो ठुलो हुँदो रहेछ क्या भर्खरै नयाँ नयाँ बनेको घरहरू रहेछ जोस् दामी लाग्यो ताराले हामीलाई $60 दिएको थियो योको लागि त्यो अस्ति के भनेको त्यही मैले बोकेको छु है मेरो पनि यहीँ छ होला सायद अहिले तिमी हुनुसक्छ यहीँ हुन यो चाहिँ पैसा ट्याक्क लाएर $5 को घुमाएर $20 को लागेको छ त ए यहाँ पैसा लाएर अनि त्यो खाडमा हामीले चाहिँ पैसा लगाउँदैछौँ त्यसो नभन है भिडियो हुँदैछ ताराले फेरि मार्छन् सो हामी अब पैसा सैसा साटेर आउला म बस्छु कति तिमीले लग्यौ कति पैसा लग्यो ल बिनेले त्यहाँ पैसा सैसा साट्छ यताउति गर्छ कति पर्दछ होला है धुने नै हो नि ब्लिच होला सबै आधी मात्रै हाल त्यत्रो धेरै कति हुन्छ टन्नै हुन्छ ल ओ यो त अर्कै छ त नि साबुन होइन त यता ब्लिच पो त यता लुगा बिगार्दैन यस्तो चाहिँ आउनुपर्ने हो अघिदेखि अघि त मलाई त्यो ब्लिचले त अलिकति सफा चाहिँ बनाउँछ फेरि सबै कलर सलर जान्छ है त्यो विनेले यो लाएर गरेको थियो गाइज होइन
लाइक यो कालो लुगाहरू India. सबै 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 यस्तो भएछ Where are you from? यस्तो Nepal? या नेपाली Okay. ये क्या है क्लोरेक्स तो हम फ्लोर क्लीनर में डालते हैं हाँ वो डालते हैं ना तो कपड़े का कलर चेंज वाइट हो जाता है अँ, वो ब्लीच क्या होता है ब्लीच आपका कलर हटाने के लिए होता है अँ। आप डालते हो ना तो वो चेंज हमको हमको नहीं पता यसको के फ्लोरेक्स नहीं डालना कभी अँ, डालेंगे तो सब कपड़े वाइट ही हो जाएंगे अँ। हजुर तर हजुर यो वाइटमा चाहिँ हुँदैन रहेछ नि हजुर त्यही त त्यो अर्को फालिदेऊ यार अब तिमीले सबै हालिदेऊ न त्योहरू तौल पनि हालिदेऊ न एकै ठाउँ हुँदैन फेरि हुन्छ अरे आगे से कभी ये भूल मत करना ओके अब हुँदैन विनय मेरो हातको लागि चाहिन्छ मलाई अँ पेनको लागि चाहिन्छ मलाई अब जाँदैन नि त यो लिक्विड डिफरेंट आता है वो आपको डालना होता है ना अब यो नि क्या सेतो भयो सेतो लुगा चाहिँ सेतै हुँदो रहेछ कालो थियो कि हेर्न त यस्तो ब्राउन भयो फेरि लामो भए जान्छ जाँदैन न में बात कीजिए ओ आपको फिर से वॉश करना है अहँ फिर से वास ये स्नेह हम फिर से वॉश करना है इसके कलर ब्लैक आएगा और नहीं आएगा नहीं आएगा कुछ नहीं होगा, ऐसा ही रहेगा। ब्रदर विनय लुज के हुँदैन हुँदैन अरे के हुँदैन आमा शायद ये चीज के भन्दा लाइक ओके तो वो आपको करना है तो उसका लिक्विड इसका डाल। आता है वो ऐसे ऐसे कलर मिल जाएगा आपको ओके त के हुँदैन यो पनि के हुँदैन यति मात्रै थाहा फालिदेऊ क्या अब त्यो लुगा हुँदैन विनय नहीं होगा ट्राई करोगे फिर भी नहीं होगा क्योंकि मैं वो नहीं निकलेगा उससे कलर निक्लिँदैन अरे विनय वेस्ट अफ टाइम वो क्या है कि $5 वेस्ट ही होगी Yeah. इसमें तो $5 वेस्ट अफ बरु घरमै गराउने छोडिदेऊ घरमै बनाउनुपर्छ बरु इट्स ओके के हुँदैन के हुँदैन We don't have time, Vinay. धन्न वाइट चाहिँ बिग्रिँदैन रहेछ क्या लाइक वाइट खैरो कलरहरू चाहिँ बिग्रिँदैन रहेछ बेनीले सबै ब्ल्याक कलरहरू चाहिँ क्लोरेक्स लगाएर सबै बिगारो गाइस होइन केटाले कालो कालो स्टाकोटहरू सबै निलो बना अभिजोग टाइम कति लाग्यो ल गाइस फेरि विनयले यहाँ वेस्ट अफ टाइम गर्दैछ मेरो यहाँ पनि स्टार्ट गर न त्यसलाई मैले मात्रै गर्ने हो हँ कुनको हो यसको होइन कनेक्ट भयो तल र माथिको कुन चाहिँ हो ओ यो माथिको माथिको यहाँ लाग्यो अब धन्न मेरो वाइट चाहिँ लगाएको थियो र वाइट चाहिँ राम्रो भएछ यो हाईमा होइन कति 10 मिनट मात्रै गरेको म अझै कार घोटन अब त धोएर चाहिँ भएन नै फालिदेऊ है बेनी यहीँ फालिदिइराखेर जानुपर्छ स्टार्ट भयो इन्डिया कुन चाहिँ कहाँ से हो इन्डिया कुन चाहिँ पार्ट कुन चाहिँ कुन मैं बेंगलोर से हूँ बेङ्गलोर से ओके अल्लाह सो गाइस फेरि बिनीले यहाँ चिकन लिएर आइरहेछ होइन लुगा सबै बिगारेर खतम गरेर झन्डा सेतो लुगा चाहिँ बिग्रिँदैन त्यो चाहिँ गुड न्युज भयो होइन अरू चाहिँ अब त्यो घरमा लाउने लुगा साकेलामा लगाउने लुगा चाहिँ झन् बिग्रेको भने खतम हुन्थ्यो स्टाकोट चाहिँ खतमै भएछ होइन चिकन खतरा लिएर आएछ म त गार्लिक पो लाउँछ होला भन्दै थिएँ जस्ट फ्राई मात्रै ल्याऊ भनेको के लिएको यो त्यही त मैले त्यस्तै सोचेको थिएँ हो ससमा हालेर द्याट ट्राई गरौँ त्यही पनि ट्राई गरौँ यार वी गोना ट्राई है त गाइस वी गोना ट्राई कसरी खानु यार सबै चुन्छ जस्तो मलाई चेतो दिन मिल्दैन ल हो बिनीले आज सब काम बिगाएर पैसा पनि खर्च गरेकै मैले नाप्किन मागेको थिएँ उहाँ टेस्ट कस्तो छ कुन चाहिँ यस्तो रहेछ यो बेन्टो बक्स
बेन्तो बक्स चिकन खाइदिउँ ल गाइज ल ला हो ल ल ल ल मैले यो त झन्डै फुटो फेरि जामान्ते पठाऊ है त्यही झर्छ है पनि तिम्रो तातो हातले खानु नि त्यो हातले खाने त नि हौ तातो कस्तो जिब्रोमा यो नै आयो त यार के भएको त्यो तातो छ है गुलियो गुलियो रहेछ आज भिनै कति भइसक्यो 1 बजिसकेछ यार मार्छ होला होइन त्यो ड्राई गर्नु लाग्छ हौ निकै विनयसँगमा आउँदिन अब यार गाडी लुगा बिगाड्यो मेरो झन्डै अरू लुगा पनि हाल्थ्यो धन्न बाँच्यो छ त्यही हो मेन चाहिँ साकेलाको लुगा चाहिँ ठिक भएछ जस एउटा स्टाकर चाहिँ बिग्रेछ त्यही हो दामी रहेछ चिकन त नि मलाई भोक लागिरहेको थियो क्या भात खानु पऱ्यो भन्दै थिएँ यार हामी यस्तो खाएको केही नभन्नु भन्दै भन्छु नि हजुर भन्छु नि मार्ने विचार केटाहरूले भिडियो हेरिहाल्छ नि भयो हेरोस् त्यहाँदेखि थाहा हुन्छ दामी रहेछ गाई चिकन होइन खाँदैछौँ त्यही हो फेरि अहिले एकछिनमा भिडियो बनाइन्छ घरमा पुगेर भात सातहरू खाइन्छ होइन हरेक कुरा गरिन्छ त्यतै भिडियोहरू बनाइन्छ त्यहाँदेखि मेरील्यान्ड लागिन्छ त्यहाँदेखि मेरील्यान्डको त्यहाँनिर के भन्छ त्यहाँको सबजना हामी कसो घरमा बस्नु पनि त्यहाँनिर कल्चर गरिन्छ खानासानाहरू सबै बनाएको हुन्छ होइन त्यतातिरको दामी भिडियो होला बनाउँछ आज क्लिभल्यान्डदेखि हाम्रो भेनदेखि सबै नाच्ने ग्रुप धेरैजना 16-17 जना लगभग 1 घन्टाको बाटो आइसकिसक्यो होला होइन दामी रहेछ दामी मैले एउटा नखाइसक्यो बिनीले सकिसक्यो क्लोरेक्स मलाई त होला जस्तो ब्लिच त लाइक सेतोमा चाहिँ लाउँछ जस्तो लागेको थियो नि त म फेरि म कन्फर्मै भएन थाहै भएन क्या म त त्योभन्दा सबसे सानो थियो होइन म त त्यसमै त्यही किनेर पैसा सेभ गरौँ भन्दै थिएँ पैसा सेभ गर्ने मैले तिमीलाई भनेको त हामी जुन युज गर्छौँ यो राम्रो हो युज गर भनेर जहिले भनेको छु डिफ्रेन्ट गर्नु खोज्यो भने त्यस्तै हुन्छ त्यो होइन मैले क्या त्यो हेर्दा पैसा निकै जस्तो लागेको थियो होइन त्यो ब्रिज किनेको थियो नि त मैले किनकि त्यसलाई 5 रुपियाँ भनेको थियो त्यहीँ पनि खराब भयो अब फेरि धुने भयो त्यो काम थियो नि त्यो लुगा त्यस्तै हो क्या बिना अब कलरै उडाइदिएको हो क्या त्यो तिमीलाई मैले अघि भनेको तिमी फेरि तिमी जबरजस्ती गर्छौ फाल्दिँदा हुन्छ क्या त्यो लुगा त्यो लुगाको कलर मलाई ब्याग चाहिएको होइन त्यो हाफ प्यान्टको र स्टकोटको त्यो छ नि क्या हो त्यो ब्राउन खालको त्यो गायब होस् अनि मलाई ब्राउनै गायब हुँदैन अब हेरौँ न हुन्छ कि हुँदैन हुँदैन क्या त्यो अलरेडी गइसकेको हुन्छ कस्तो केमिकल हुन्छ नि त डिजाइन हुने भयो तिम्रो डिजाइन लाउँछु म चाहिँ अब ओइ अब चाहिँ छिटो गएर लाग्यो राम्रो
मम्मीले नि हेर्नुहुन्छ भिडियो मेरो को मोमो टिभीमा हाल्दै तिमी पनि देखिन्छ मैले खाएको छैन टिभीमा हाल्दै न अब त्यही त भन्दैछु अब साकेर पनि बनाउँछु सबै हेर्नुहोस् मैले के गरेँ भने काम बिगाऱ्यो भने अब थाहा भयो नि लर्न फ्रम मिस्टेक भन्छ नि हजुर ब्लिच लाएर खतम गरेँ मैं खाँदैन म क्लिन गर्छु गाडी भयो म तिमी खाऊ म पे गरिदेऊ त खानु नि बेनीले खतरा खाँदैछ खाऊ न क्या सेतो देखिन्छ यार केही दागहरू केही देखिँदैन अनुहारमा 6 मिनट था 7 मिनट भइसक्यो भिडियो यो सस चाहिँ क्या दामीको नि गार्लिक म चाहिँ गार्लिक मात्रै पो दिन्छ होला अनि चाहिँ तातो पनि दामी आयो गाडी सो हाम्रो लन्ड्री पनि भइसकेछ अब बिनेले यहाँ निकाल्दैछ है गाइस सब मजाले सुकेछ यो सब्जी मेरो मैले दिएको थिएँ सृजनलाई अब रोजनको हो रोजन के लाउँछ हजुर आम्मा यही लाग्छ रोजन लाग्दा डिफ्रेन्ट यो डिजाइन देऊ ओ डिजाइन हुन्छ डिजाइन चाहिँ हुँदो रहेछ खै हजुर भन्दा केटाहरूले आज सबै लुगा बिगार्लो त्यही हो आज हामी लन्ड्री पनि गरिसक्यौँ जे होस् हामीले अलिकति मिस्टेक गर्यो केही छैन अब हामी घर जाँदैछौँ सकेर साकी लाग्नु केही भएन यो त के हुँदैन यो नकिन्दा नि हुन्छ ला रोजको सक्स पनि किनिदिनु भन्दै थियो लु जाउँ होइन ल गाइस अब चाहिँ हामी घरतिर लाग्यो कतै पसिँदैन डाइरेक्ट घर गइन्छ अनि खानासाना खाएर कता कता के गर्ने प्लान बनाएर घरतिर गइन्छ है त गाइस ल नानाले पस्किदिनु भयो हामीलाई सबैलाई अब यो च्याट्टसँगले भात अनि यो आलु सब्जीको यो के अरे सुँगुरको अचार दाल अनि यहाँनिर अरू खानेकुराहरू अचार सचार छ नुनसुनहरू अब बिनेर म बसेर खाने हो होइन त बिने के कसो बिने हजुर ठिकै हो नि हजुर हातदेखि नआउनु भन्नु बसेर खाइदिउँ ल हात त भन्नु चम्चीले खानुपर्छ म त ल गाइस हामीले खान थाल्यौँ है स्याटा पारेर बिनेर म अघि सबैजनाले खाइसक्नु भएछ होइन खानासाना खाने हो च्याट्टसँगले लेडिज वकमा आएर खानासाना खाइयो त्यस पछाडि सुतिन्छ होला झ्याप्पै आज धेरै गर्ने प्लान थियो यार राम्रो वेदर भएको भए नि हामी के हो यो काँक्राको झन्डै मैले सल्लाह खाइदिएँ यार आजको अहिले चाहिँ एकैतालमा खानु के यो कागती एकतालमा एकैतालमा खानु चाहिँ अन्तिममा होइन अहिले वेदरले त नि यस्तो सिक्सीको लाग्दो भयो जाने भन्दा जाँदैन होला म कसो घरमा गएर बस्नु कहाँ बस्नु यत्रो मान्छे भोलि बिहानै बरु उठेर यस्तो पानीमा हुँदैन हो त कसो घरमा बस्नुपर्ने मोटेल छ भने त्यहाँनिर मोटेलमा त्यत्रोजना मान्छे कहाँ
अलरेडी उहाँ 16 जना छ अनि अरू मामाहरू को को हो हो पो त कता बस्ने के गर्नु बरु यहीँ बसेर गयो बिहान 7 बजीतिर हिँड्यो भने 8-9 बजीतिर पुगिहाल्छ मलाई मरिन्छ नि बिरयानी खाइसक्यो तिमीले त अघि अलिक बिस्तारै खाऊ न यार मैले हात ल्याएर त्यो हात ल्याएर हुन्छ उक्लिँदैन जस्तो भयो हजुर दाइ खाइदिन्थ्यो के ताते एकछिन मुखमा के खानु पहिला अनुहार नबिगार्ने ल खायो एकछिन मामसँग खानु मामसँग त कहाँ खान्छ यति खाने पो त यतिकै टोकेर चपाउन अहिले के भएन तिमीलाई भयो म आमा पिरो के दिनु मैले लगिदिन्छु यो ढोका लाउँदा क्या कराउँदो छ नि यहाँ के हो ग्यारेज ए यो त हातले उयो हुन्छ जुत्ताले पानी हाल्नु पिरो भयो नि त म खान्न यार पिरो यार पिरो 7 मिनट भयो हामी खायो माइक पनि जोड्यो ओके पिरो नि मासु ल मलाई केही नल्याउ ल हाम्रो तारा भाइले पकाएको दामी भएछ तारा धन्यवाद तिमीलाई तिमीले बुढी चाहिँ खतरा पाल्ने रहेछौ यार यस्तो मिठो पकाएछौ को हुनेवाला हो जो आए पनि ताराले राम्रोसँग हेर्नु सक्ने रहेछ राम्रोसँग मिठो मिठो पकाएर खुवाउनु सक्ने रहेछ है ताराले स्पेसल के पकाउँछौ तारा भाइले स्पेसल के बनाउँछ स्पेसल सुँगुरको मासु थियो क्या खारिकन अनि भरेतिर उयो लाग्छ के पो भन्छ भरेतिर उयो लाग्छ प्याज टमाटर लाग्दैन सुँगुर होइन खाऱ्यो त्यो उयो आउँछ नि क्या कलर त्यहाँदेखि प्याज लाउँछ जिरा सबै लाउँछ अब हामी फेरि यो खानुपर्छ कहिले बसेर नि नि मुखबाङ गर्नुपर्छ क्या यसमा केमा मासुमा नुन लागेन होइन होला लागेन साँच्चै अब यस्तो खानु होइन बार्बिक्यू गर्दा मिठो हुन्छ नि घाम लाग्यो वा है क्या दामी हो पुगो छु न सबै कुरो पुगो हामी थप्दै खाँदैछौँ $60 मिनटसम्म नै हो 60 मिनटसम्म क्या रेनिङ नै हुने खाइसक्यौ
यो लास्टको लागि सेभ गरेको लास्टको लागि सेभ गरेको खाउन नि हरेन त्यसरी जान्छु नि पुगो तपाईँ खानु खायो फाल्यो खाइसक्नु खाइसक्छु बिस्तारै हटाउनु मात्रै हुन्छ साँच्चै अनि सुत्ने हो खाइसक्यो त्यो पनि लाग्छ मान्छेहरूलाई नि जुठाहरू कसरी गर्नु सिकाइदियो यो छोडेको मामहरूलाई चाहिँ यता खनाउनुपर्छ बिने पनि एकदम संस्कारी छ कोले हेरिदिनुहुन्छ गाईहरू सिङ्गलहरूले हेरिदिन्छ भने ऊ पनि सिङ्गल हो मिङ्गल हुनुपर्छ हो के भन्दै हुन्छ धुनु चाहिँ नि मजा है तातो पानी आउँछ स्याट धुवाई फेरि खतरा छ है राख्नु छैन माथि नै त अलिक मजाले मस्काऊ है सब्जी यो के हो हड्डीको चिल्लो भएको छ यो हुँदैन मस्काएर साइड राख न दुध पनि होइन यसको भए गर्नुमा मैले के फिल गरेँ बम्स जस्तै के कटाउरो गाई छ दामी यसमा त खानु भने त मासु ल्याप्पा हालेर के कटाउरो नि रसमलाई यस्तैमा उयो हुन्छ नि के मासुहरू अँ अस्ति क्या अनि चाहिँ तपाईँ म थियो होला होइन क्या मोमो हाउसमा अनि चाहिँ थाली गरेको थियो नि यस्तैमा आएको थियो थाली जस्तो नि आउँछ त्यस्तैमै आउँछ नि अनिसले थाली खाएको खान्छ नि अँ अस्ति हामीले नि खाएको हाम्रो चाहिँ एभरेज क्याफे त्यहाँ गर्ने त्यति ठिकै छ त्यति मात्रै छ त्यहाँ गर्ने मेरो काशीतिर गएको काशीतिर गएको कसरी माथि छिटेको त्यस्तै भयो ल ठिक छ जुठाहरू पनि गरिसक्यो होइन के गर्ने अब म कति गर्नु आइदियो अनि ल गाइस बिन्देले पनि जुठाहरू सुरु गरिसक्यो खानासाना खायौँ अब एकछिनमा के गर्छ त्यो लाउँछु है त अब एकछिन केटाहरूलाई ट्रेनिङ गराएर अब हामी मिरियानतिर लाग्छौँ भित्रबाट परबाट आउने कि जोग्दै आउने कि डाइरेक्ट घुम्ने हेरेर मिलाऊ है see the word. I want to So yang mana ni? फारल यार कराओ यो पे Bro, don't wanna be on my butt, bro. अब अर्को गरौँ न हौ छिटो छिटो So. Yo, the guys run the wrong way. केटाहरू खोइ Bisa jalan. So अब गरौँ सबै Tapi ay.
फेरि कराऊ है केटा Brother, where is he? आयो 12 मिनटमै सक्यो त नि हाम्रो त उयो छैन नि त हाम्रो घरको दाइ त्यो इन्टर्न्स अनि आउटसाइड हाम्रो अलिकति यहाँ प्र्याक्टिस भयो पसिनै निस्केछ होइन अब चाहिँ हामी बेस स्पेसल चाहिँ मामालाई ट्रेनिङ भएको थियो अब सबैलाई भयो सो गाइज अब हामी चाहिँ हेरिसबर्गको कुन ठाउँ पो यो लिङ्स्टनदेखि चाहिँ हामी अब मेरील्यान्डको बाल्टिमोरसम्मको यात्रामा छौँ हामी लाग्यो केटाहरूसँग अब गाडी पनि बस्यो रोजनले अब पुरै ड्राइभ गर्छ आज चाहिँ नाना के गरेको That's your fault, bro. You see, no, I'm एलिसको लुगाहरू कहाँ छ my bag, brother. के भयो केटाहरू लुगा हेर न उसको हेर त लुक एट द्याट कालो लुगा कस्तो बनायो उसले ब्लिच यति हाल्यो त नि सबैजना हामीलाई त क्या कन्फ्युज क्या भएको क्या एलिसको लुगाहरू कहाँ छ एलिस तेरो त्यही पछाडि हुनु अनि चाहिँ के चाहियो मामा एड्रेस छ त नि यो रोजनले पठाइदिन्छ है ड्रेस लगाउने फेरि हामीलाई गाली गर्छ हिजो जस्तो फेरि होइन हिजो त जुत्ता दाइले पो त हो हामी जुत्ता दाइ? जुत्ता दाइ भन्दै रहेछ हो दिपेश दाइले हिजो हामीलाई कहाँ पठाइरहेको रहेछ ल हामी जाउँ अब ल बाटो चाहिँ पानी परेर हेर्नु त कस्तो डरलाग्दो भएको छ तर आज दिउँसो भएर अलिक कुदाउनु सजिलो छ हिजो बेलुका आउँदा त्यस्तो साह्रो भएको थियो यस पानी चाहिँ ठुलो परेछ फेरि हावेमा कुदाउनु गाह्रो हुँदो रहेछ सो गाइस अहिले हामी चाहिँ मेरील्यान्डको यो खानासाना दिने ठाउँतिर आइपुगिसक्यौँ ए हाम्रो टोलीहरू सबैजना छ त आम्मामा खानाहरू खाइसकेको हामी पनि अब खाएर नो लाइक यो गर्नु लागेको त्यसमा मैले कलर यो गरिनँ नि त यो मिल्छ कस्तो अधार मात्र आउँछ लाइक सो ज्याकेटहरू छ हजुर ज्याकेटहरू खोइ आउनु भन्नु भएको प्र्याक्टिस गर्नुपर्छ है ल हामी खाएर आउँछौँ उठेर ल हामी गएर खाने होइन बन्द गर्छ My wallet, you have it? ओ चाहिँ कता पर्ने हो हाम्रो भेनको सबैजनाले खाइसकेछ अब हामी भित्र गएर के हुँदैन आऊ आऊ श्रीराङ We see it's right there. It's good, you good. आमामा कारहरू कति धेरै है टन्नै बेला भएछ त एको परेको छ भोलि पार्ने नाच्न के छ हाउ डु गुड कति आइपुगेको कति आइपुगेको अघि आइपुगेको त गाडीमा गयो हो सबै खाएर गाडीमा बस्यो हो तिमीहरूको लुगा त खाने भयो नि यो चाहिँ खानासाना खाने ठाउँहरू रहेछ एकछिन रोजन बिनालाई पर्खिने सँगै खाने हामी जति गरौँ खाँदैन लगाइ चाहिँ अब हामी चाहिँ खानासाना खान्छौँ होइन पस कता पस न मलाई नै अलिक बाई बाई ए सब्जीहरू हुन्छ हुन्छ पानी म यसमै खान्छु हालिदेऊ त तिमीले ए हुन्छ धन्यवाद पानी परेर है कस्तो जाडो भयो नि जाडो तपाईँहरू यहीँदेखि हुन्छ लगत अनि उता हुन्छ धन्यवाद अचार नखानु पर्यो होला यति मात्रै हुन्छ हुन्छ अचार खान् तिमी खाऊ सोइला
ओ सोय सोय विनय खानेको लिएर आऊ न मिठो छ यार हो र किन बस न यतारि आऊ न सो गाइस अब हामी खानासाना खान्छौँ खाना चाहिँ हाम्रो स्पेसल मेरील्यान्डमा यत्रो पानीमा पनि दुःख गरेर बनाएको छ आलुको सब्जी धेरै कुरा छ भात चाहिँ छोरीले अघि पनि खाएको थियौँ अब हामी खाना खान्छौँ त्यस पछाडि हाम्रो बस्ने बन्दोबस्त कता छ त्यतैतिर गएर बनाउँछौँ है त म खाइदिनु न मेरो मेरो मासु चोर्यो ठिकै छ ल गाइस खायौँ है त हामीले अब हामी खानासाना खाएर तँ खाइदेऊ न उता सारेर धन्यवाद मेरील्यान्डलाई मेरील्यान्ड ब्याल्टिमोरलाई यत्रो मेरील्यान्ड टिम थ्याङ्क यू एकदम दुःख गरेर स्पेसल खानेकुरा बनाइदिनु भयो दामी छ विनय हो क्या रोजन त आएन छ किन ल त्यो बोकेर हेर्न सबै काँडो हाल्नु बोकेर हेर्नु बोकेर हाल्नु होइन त्यसो पनि एक दुईवटा बोकेर हेर्न आछु हो जामा सबै खुट्टामा पानी पसिसक्यो यार मच्चासँग भएको म चाहिँ मच्चा नलगाएको बुबु कस्तो भयो तपाईँहरूको राम्रै भयो ठिकै भयो पानी पर्यो त्यस्तो अनि हामी कता कता बस्नुपर्ने हो के भयो मिलाउँदैछ ए बसौँ बोक न तिम्रो गोजीमा हौ यहाँ पो हाल्छ कता कता जानु लागेको होला बुमा आइहाल्छु रेस्टरुम बसेर यता हो ए जो म यहाँनिर चाहिँ यस्तो दामीको ठाउँ रहेछ होइन खानासाना खायो दामी मिठो मिठो पकाएको रहेछ अब खानासाना खाइसकेर त्यस पछाडि घरको बन्दोबस्त कता कता बस्ने ठाउँ बनाएको छ त्यहाँ गएर हामी बस्छौँ अनि त्यस पछाडि लगभग गाइस आजको भिडियो चाहिँ यति नै हुन्छ होला होइन अनि यो भिडियो चाहिँ आज हाल्छु भोलि चाहिँ फेरि हाम्रो साकेला हुन्छ त्यहाँनिरको चाहिँ स्पेसल भिडियो बनाउँला भनेर प्लान बनाइरहेछु लेट्स सी हेरौँ आई होप राम्रै लाग्छ होला गाइस हेरेर लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब एन्ड देन कमेन्ट लेखिदिनु होला कहाँदेखि हेर्दै हुनुहुन्छ भन्दै आजको भिडियो यति नै सी यू नेक्स्ट भिडियो है त गाइस